कस्तो ल फिडब्याक भनौँ त सबैले कस्तो लाग्यो के अरे चिया र चटपटको कम्बो चिया आयो चिया आज एकदम बवाल खतरा हुँदैछ जाडोले गर्दा हाम्रो हालत तालिबानी लडाइँको जस्तै भएको छ कौन है ये लोग पानी जाँचको लडाको होइन तालिबानी लडाइँको हो होइन तालिबानी लडाइँको के बोले भाई अब के बोले गाइस तपाईहरु पनि हाम्रो यो भिडियो हेरेर इन्स्पायर भएर चटपट र चियाको कम्बो खान सक्नुहुन्छ हैन एकदम बवाल हुँदो रहेछ ओ भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है समझ रहे हो हामी एकदम इन्जोय गरेर खाइरहेछौँ अब यहाँ चटपटे खाने कार्यक्रम सुरु हुँदैछ यहाँ अब इन्ग्रेडियन्ट चाहिँ भुजा चाउचाउ यो बदामहरू के राखेर हुँदैछ अब चटपट बनाउने मेन मान्छे चाहिँ उहाँ हुनुहुन्छ भुजा राखियो अब यसमा के राख्ने चाउचाउ चाहिँ उहाँले हाल्दै हुनुहुन्छ है यहाँनिर 4 जना लागि परेछ न गाजर काँक्रा ल स्पेसल है अब यहाँ हुँदैछ अब यहाँनिर हामीले यता प्याज राख्दैछौँ खुर्सानी राख्दैछौँ सुरुमै ललिपप लिएर आएको छ प्लास्टिक हातमा राखेर हामीले यस्तो गरी जुगाड गर्दैछौँ जुगाड गरी अब यस्तो बवाल हुनेवाला व्यापक रूपमा अभियान चलिरह होइन गाइस यो हाम्रो चटपटी बनाउने कार्यक्रमको यो दोस्रो एपिसोड हो दोस्रो एपिसोडको प्रमुख अभियन्ता चाहिँ उहाँ मिना पोखरेल हुनुहुन्छ यस कार्यक्रमको लागि हामी उहाँप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ ठिकै छ म पनि धन्यवादको पात्र भएँ एकदम गौरवान्वित भएको छु ए बवाल एकदम अर्ग्यानिक अस्तिको भन्दा एकदम आज धेरै टेस्टी इम्प्रुभ हुन्छ भन्ने हाम्रो अपेक्षा छ अब हाम्रो एक्सपेक्टेसन मिट गर्छै गर्दैन यहाँ रिक्स निस्किन्छ कि निस्किँदैन अब हामी हेर्दैछौँ होइन एक्चुअल र अब एक्सपेक्टेसन बिचको डेभिएसन कति छ अब हामी हेर्दैछौँ यहाँ चिया आयो चिया आज एकदम बवाल खतरा हुँदैछ हाम्रो कलेजमा होइन 302 मा चिया चटपट बवाल हुँदैछ यसको कम्बिनेसन अब कस्तो खालको हुन्छ अब हामी खाएपछि मात्रै यसको फिडब्याक दिन्छौँ बवाल हुनेवाला चिया विथ चटपट बवाल हुनेवाला चिया चटपट गाइस तपाईहरु पनि हाम्रो यो भिडियो हेरेर इन्स्पायर भएर चटपट र चियाको कम्बो खान सक्नुहुन्छ हैन एकदम बवाल हुँदो रहेछ ट्राई गर्नु होला हामी एकदम इन्जोय गरेर खाइरहेछौँ कस्तो ल फिडब्याक भनौँ त सबैले कस्तो लाग्यो के अरे चिया र चटपटको कम्बो सबै एकदम राम्रो लाग्यो नि होइन यो कम्बो सही हो ल